त्यो जुन हामीले 122 बनाएको थियौँ होइन त्यो डिफेन्ड गर्नुपर्ने थियो त्यो डिफेन्ड गर्छौँ भन्ने थियो फर्स्ट इनिङ सकिँदाखेरि ड्रेसिङ रुममा माहौल पक्कै पनि अब हामीले टार्गेट दिइसकेपछि हाम्रो पक्कै पनि बलर्सहरूलाई चाहिँ प्लान दिइरहेको छौँ कि हामीले उनीहरूलाई बिलो 100मा चाहिँ उनीहरूलाई रोक्ने प्लान थियो जो पनि खेल्न जान्छ हामीले पक्कै पनि एउटा प्लान सेट गरेर जान्छौँ कि उनीहरूलाई बिलो 100मा प्याकअप गर्ने भनेर सो त्यो चाहिँ एक्जिक्युसन आज भएन माइट बी हामी अलिकति कोल्याप्स भयो मलाई सो आफूले आफ्नो रोलमा चाहिँ भनौँ न अलिकति निभाउन चाहिँ गाह्रो भयो होला सायद पछिको गेमहरूमा अझै हामी स्ट्रङ्गर भएर आउँछौँ समर्थकहरू चाहिँ एक्सपेक्टेसन अनुसार नआएको त्यस्तो पनि लागेन तपाईँ चाहिँ कसरी हेर्नुहुन्छ आई थिङ्क जति आउनुपर्ने हुनुहुन्थ्यो आएर सपोर्ट गरिदिनु भएको छ माइट बी अझ आज टाइम अनुसार टाइम फुर्सद पनि नमिलेर हुनसक्छ सो आशा छ घरमै बसेर पनि हेरिदिनु भएको छ जस्तो लाग्छ र जति पनि आउनुभएको छ एकदमै सेटिस्फाई ह्याप्पी पनि छु र फर्दर गेमहरूमा पनि उत्तिकै सपोर्ट गर्नुहुनेछ टस हारेर पहिला ब्याटिङ गर्नु परेको हाम्रो अलिकति घाटा भएको त्यस्तो होइन विकेट एकदम फ्ल्याट थियो होइन कुनै पनि मुभ भएको थिएन बल्सहरू पनि सो त्यो कारणले पनि हामी एकदमै सेटिस्फाई थियो कि अगाडि ब्याटिङ गर्नलाई हामी मिडल अर्डरको ब्याटरहरू मात्रै अलिकति भनौँ न हामीले जे प्लान गरेको थियौँ मिडल अर्डरमा त्यो चाहिँ एक्जिक्युसन मात्रै भएन बाँकीको सायद अब मिडल अर्डरमा पनि हामी बसेको भएदेखि चाहिँ 150+ हुन्थ्यो र सायद हामीले आज म्याच जित्थ्यौँ पनि होला वाट पेन्ट रङ भन्दा पनि हामी आई थिङ्क 30-40 रन चाहिँ सर्ट भयौँ रनमा चाहिँ जसरी स्टार्ट ओपनिङ पार्टनरले एकदमै राम्रो गर्नुभएको थियो बिन्दु र एसकेले सम्झनाले सो त्यो पार्टनरसिप आई मिन 10 ओभरसम्म एकदमै राम्रो गइरहेको थियो आई थिङ्क त्यसपछिको पूजा र मेरो विकेटले चाहिँ माइट बी अलिकति रनमा चाहिँ एक्जिक्युसन हुन सकेन त्यो कारणले चाहिँ हुनसक्छ सुधारिने भन्दाखेरि पनि हामीले प्लान वाइज एक्जिक्युसन गरिरहेको छौँ इट टेक्स टाइम होइन अब हामीले एकोर्डिङ टु प्लान चाहिँ स्टम्पमा अट्याक गर्ने भनिरहेको छौँ सो त्यही नै प्लान गरिरहेको छौँ त्यो हुँदाखेरि इम्प्रोभाइज गर्न अलिकति टाइम लाग्छ र प्लेयर्सहरूले पनि त्यसरी भनौँ न सेटल एडजस्ट चाहिँ गरिराख्नु भएको छ सो एकदमै म चाहिँ सेटिस्फाई छु एज अ क्याप्टेन र प्लेयर्सहरू पनि एकदमै भनौँ न पहिलाको विगतको भन्दा अहिलेको पर्फर्मेन्सहरूमा एकदमै सेटिस्फाई हुनुहुन्छ अझै बढी राम्रो गर्न चाहिँ खोजिराख्नु भएको छ र हामीले गर्ने पनि छौँ जसरी ठुलो टिमहरूसँग हामीले खेलिरहेको छौँ उहाँहरूबाट चाहिँ अब जति सक्दो हामीले आई मिन सिकि पनि रहेको छौँ अब यो भन्दैमा सिकिरहेको छौँ भन्दैमा अब के पार्ट सिक्नुपर्छ त प्लानिङहरू के हुन्छ त ठुल्ठुलो टिमहरूसँग एक्जिक्युसन के गर्छन् त उनीहरू भनौँ न उनीहरूको एक्जिक्युसन कस्तो हुन्छ त फिल्डभित्र उनीहरूको इन्टेन्ट कस्तो हुन्छ त भन्ने कुराहरू चाहिँ हामीले सानो सानो पार्टहरू पनि जानिराखेका छौँ र फर्दर गेमहरूमा पनि हामीले त्यो इम्प्लिमेन्ट र एक्जिक्युसन चाहिँ गरिरहेको छौँ भनौँ न आई मिन विल डेफिनेटली कम ब्याक स्ट्रङ्गर होइन अगाडिको ओपनर राम्रो थियो स्टार्ट राम्रो दिनुभएको थियो माइट बी अब हामीले चाहिँ अगाडिको मिडल अर्डरकोले चाहिँ अझै रेस्पोन्सिबल भएर खेलेको भएदेखि चाहिँ आई थिङ्क 150 चाहिँ हुन्थ्यो होला सो यसले गर्दा चाहिँ आई थिङ्क हामी जो पनि अगाडिको मिडल अर्डरमा छ म रुबिना दिदी लगायत पूजाले चाहिँ सम्हालेर खेल्नुपर्ने हुन्छ सो आगामी दिनहरूमा अझै बढी भनौँ न स्टेबल भएर एक्जिक्युसन चाहिँ राइट टाइममा जोडिनेछ